हाई आम डेनिसा। आज चाहिँ मैले के काण्ड घटाएको छु लास्ट टाइममा भिडियो हेर्नु होला है त। मैले चाहिँ कलेजबाट फर्किँदाखेरि रजिस्टर किनेँ अनि त्यसपछि खाना खाएँ अनि खाना खाइसकेपछि दिउँसो मैले केही काम नै गरेन भिडियो बनाउने जस्तो। अनि साँझको खानामा चाहिँ मलाई फेरि त्यही भात खानु नै थिएन कि भात खाँदा खाँदा म वाक्क दिक्क पचक्क भइसकेँ। त्यही भएर चाहिँ रोटी खान मन थियो अनि रोटी फेरि साह्रो हुन्छ, त्यही भएर चाहिँ गिलो रोटी खाने सोचेँ। अनि मैले एउटा युट्युबमा भिडियो पनि भेटाएको थिएँ, त्यसमा चाहिँ आलु धनियाँ र प्याज हालेको थियो। अनि मिठै होला नि त, ट्राई गरिदिन्छु भनेर रेसिपीमा जे गएको थियो मैले त्यही फलो गरेँ। अनि तवा बसालेर अनि त्यहाँ ब्याटर पनि हालेँ, गोलो पनि भयो, सेप सब राम्रो भइरहेको थियो। अनि ढाकेर पाक्नु पनि पाक्यो, तर त्यो निकाल्दाखेरि त होइन निस्किँदै निस्किएन। अनि तेल कम भएर हो कि सोचेँ मैले, फेरि अर्को ट्राई गरेँ, अर्को ट्राईमा पनि बन्यो, सब भइरहेछ तर निस्किँदै निस्किन्न होइन। मैले सोचेँ कि आलुले गर्दा हो कि भनेर फेरि सिम्पल ब्याटर मात्रै रेडी गराएँ कि यो पनि भएन। मेरो त फ्रस्ट्रेसन लेभल हाई पुगिसकेको थियो कि यतिखेरसम्म। अनि त्यसपछि साझा खाने केही थिएन, धन्न आन्टीकोमा भात बचेको रहेछ, त्यही भात खाएँ। आजको लागि यति नै, सी यू इन